चाहिँ हाम्रो मुख्य गरी यो 60% प्रणालीमा छ धामी जातिहरू मान्ने त्यहाँप्रति आस्था राख्ने पञ्चायतकालमा किन थिएन भ्रष्टाचार थिएन अहिले किन आएर यो बहुदल आएपछि हो त्यो आस्था मजाले थियो मान्छेले चाहिँ यो गर्नुहुन्न है यो गलत कार्य हो यो कार्य गऱ्यो भने यस्तो खालको सजाय हुन्छ भन्ने खालको एउटा राजा महेन्द्र राजा ज्ञानेन्द्र पनि र राजा वीरेन्द्र पनि तीनवटा राजामा चाहिँ को चाहिँ जनताको पक्षमा थियो कसले चाहिँ देशलाई समुन्नत दिशामा लगेको थियो भन्दाखेरि अलरेडी छ जहाँका जनता सेवा सुविधा पाएका छन् उनीहरूले विकास फेरि त्यहीँ थुप्र्याउँछन् त्यसो तर कर्णालीमा यत्रो वर्ष हुँदा पनि अहिलेसम्म पनि एउटा पिच बाटो पुग्न सकेको छैन जसले गर्दा कयौँ जनताहरूले चाहिँ अकालमै आफ्नो ज्यान गुमाउनु परेको छ अब यो सरकारले पनि गरेन भने चाहिँ भोलि चाहिँ देश निराशामा परिवर्तन हुने देशमा अवनति हुने। नमस्कार दर्शकबिन दबिएको सत्य अनलाइन खबरमा यहाँहरू सम्पूर्णलाई स्वागत छ। आज हामीसँग राणा शासन पञ्चायतकाल र वर्तमान बहुदल लोकतान्त्रिक गणतन्त्रसम्म विभिन्न आफ्नो अनुभव बटुलेका एकजना दिग्गज र बौद्धिक व्यक्तित्व हाम्रो सामु हुनुहुन्छ। उहाँले चाहिँ आफ्नो कार्यकालमा के कस्ता अनुभवहरू बटुल्नुभयो, अहिलेको वर्तमान सरकार त्यति बेलाको सरकारमा के कस्ता परिवर्तन के कस्ता भिन्नता पाउनुभयो भन्ने बारेमा चाहिँ विस्तृत रूपमा चाहिँ हामी उहाँहरूलाई सोध्न जाँदैछौँ। सर्वप्रथम उहाँलाई स्वागत गरौँ, आउनुहोस्। आदरणीय सर अकबर भण्डारी सर, स्वागत छ तपाईँले हाम्रो कार्यक्रममा। धन्यवाद छ। मलाई मेरो जिल्ला चाहिँ हुम्ला जिल्ला हो। म फेरि श्रीनगर गाउँ पञ्चायत पहिला गाउँ पञ्चायतको म प्रधान पञ्च भएर 20 वर्ष ताको काम गरेका व्यक्ति हुँ। अनि मैले विचार गर्दा सुरु राणाकालदेखि र अहिलेसम्म म अनुभव एक दुई तिता मिठा कुराहरू सबै पत्रकार साथीहरूले दिया म निकै आभारी खुसी छु र मैले बोल्न पाउँदा म आफूले जाने बुझेको कुरा नै व्यक्त गर्न चाहन्छु। किनभने मेरो अनुभवमा त्यो राणा शासनकालमा पनि राणा थियो, राणाभन्दा पनि अहिले आगो बल्यो। म त्यसको व्याख्या गर्छु हजुर। कस्तो आगो बल्यो? राणा शासनमा पनि त्यो प्रजातन्त्र रहेछ, प्रजाहरूले चलाएको थियो। राणा भनेर राणाले गरेर काठमाडौँमा मनमौजी गरे, राणाले फेरि जनतालाई अवसर पाएनन्। कस्ता प्रजा थिए? हाम्रो हुम्ला जिल्लाकै भन्दा कर्णाली अञ्चलको व्याख्या नगरौँ, हुम्ला जिल्लाकै कुरा गरौँ। त्यसबेला त्यो दरा भन्ने थियो। दरा हाम्रो गोल्फा दरा, हुम्ला 1700 दरा र 2600 दरा, तीनटा दरा थिए। त्यो दरामा हाग्ने एकजना भाले मान्छे, त्यो नाइके गाउँमा मौजा मुखिया तालुदार थिए। जनताहरूलाई तिनीहरू सेवा सुविधा पिर मर्का तिनीहरू साङ्गो काम गरिराखेका थिए। जनतालाई शान्त थियो, अहिले जस्तो अशान्त थिएन। त्यसपछि त कस्ता शासकहरू भने के सामान्ती शोषक पनि भन्ने कुरा गर्दछन् प्रधान ठालुगिरीहरूलाई। म पनि त्यसमा पढ्छु। म पनि त्यसमा मेरो 6-7 पुस्तासम्म मेरा हजुरबुवाले त्यो राज्य गरे जस्तै त्यो ठाउँमा हामीले काम चलाएर सेवा गरे पनि, सामन्त गरे पनि, जे गरे पनि हामीले गरेको कुरा व्याख्या। तर के हुँदो रहेछ मेरो विचारले, सुरु पञ्चायत व्यवस्थामा म शिक्षक भएर काम गरेँ 5 वर्ष, 15 सालदेखि 20 सालसम्म शिक्षक भएर काम गरेँ। पछि अनि त्यहाँका जनताहरूले के आवाज उठायो, यसो युवक केटा थिए, यसलाई फेरि प्रधान पञ्च बनाउनु पर्यो भनेर प्रधान पञ्च बनाए। मैले 20 वर्षसम्म प्रधान पञ्चको काम गरेँ। मैले गरेका कामहरू सुरु त्यो ठाउँमा हाई स्कुल थिएन। म राजा महेन्द्र सरकार 20 सालमा रारा संहारी हुँदाखेरि त्यो चैते 20 गते हो आयो, हिउँ आएर राजाले क्या हुकुम भइबक्सिया थियो। म जनताको राजा हूँ, मलाई त्यति सुरक्षा चाहिँदैन। जनताले मेरो दर्शन गर्छन्, मैले जनता दर्शन गर्छु। हिउँ आइराखेको छ, सेना प्रहरी सकेनन्, त्यो आति र सङ्कट कष्टकर गर्नु पर्दैन। म राजा हूँ, मेरो दर्शन जनताले गर्छन्, जनता दर्शन मैले गर्छु भन्ने हुकुम भयो। त्यसमा मैले शिक्षक हुँदाखेरि 3 महिना पुष माघ फागुन हामीले सरकारलाई नमस्ते नभन्ने सरोड दिने भनेर सेनामा लिएर भर्ना गरे हामीलाई 84 जना शिक्षकहरू। त्यसमा मनबहादुर साई भन्ने विजयपुर पहिला आयो, म दोस्रो, अनिपाल साई भन्ने तेस्रो आएर फेरि त्यहाँ अञ्चलाधीश थियो, मोहन मिश्र भन्ने अञ्चलाधीश थियो। तिनले मलाई कान्छो सर भनेर के फुचा सर भनेर भन्छ मलाई। म फुचा मान्छे त होइन, फुचा सर यो बडो तगडा छ भनेर भन्दै थिएँ। त्यसमा सरकारसँग बिन्ती गर्ने, सरकार भने मैले सरोड दिएँ। राजा हाँस्यो। अनि
किन हो यो त सेना पनि होइन के हो भने यो को हो भनेर सोधिबक्छु यो फुच्या सर भनेर भन्छु सरकार मैले यो शिक्षक हो प्राइमेरी यो शिक्षक हो यसलाई फेरि यस्तो यस्तो गर्ने हेरे राजाले सलौट यो फेरि सरकारको नमस्ते नभन्ने सलौट दिने भनेर मैले 3 महिना लिएर सेनामा यिनलाई भर्ना गरेँ यो दोस्रो आयो मनबहादुर साई तेस्रो अनिपाल साई तेस्रो यो अकबर भण्डारी दोस्रो अनि मनबहादुर साई पहिलो यी आयो यो तगडा केटो छ भनेर बिन्ती गरेर राख्न सरकार सानो प्राइमेरी स्कुल छ हुम्ला जस्तो पिछोडिया जग्गा छ अनि त्यसमा केही निभावी भइदिए भए प्रगति हुन्थ्यो विचार गरौँला भने त्यसपछि तुरुन्ती निभावी स्थापना भयो त्यो लगतै त्यसपछि अनि 28 सालमा सरकार महेन्द्र सरकारको सरकारबाट भइसकेपछि यो हाम्रो वीरेन्द्र सरकारको राज्य भइसकेपछि त्यसमा फेरि हाई स्कुल स्थापना गर्दाखेरि म आएर त्यहाँ सुर्खेतमै बसेर अनि त्यहाँबाट हुकुम बक्स गराउनु पर्यो भनेर त हाई स्कुल स्थापना गरेँ खानेपानी बनाएँ अनि त्यसपछि मैले त्यो कुलो गाडेर ल्याएर बनाएँ त्यस बेला भ्रष्टाचार भ्रष्टाचारै थिएन कसरी भ्रष्टाचार थियो के थियो र भ्रष्टाचार गर्ने थियो त्यो मैले खानेपानी बृहत खानेपानी योजना सम्पन्न गरेँ 3500 मा योजना पुरा गरेँ मैले 3500 मा आमा ताका जनताहरू त्यो 3500 त्यतिका पैसा आया रहेछ प्रधानले कति खाया हुन् भनेर 4वटा त खसी काटेर खुवाएँ मैले 20 रुपियाँमा ठुला खसी त्यो पानी सफल गरेँ पुरै पछि हामी जुम्ला आइसकेपछि अनि डाक्टर तुलसीगिरी प्रधानमन्त्री हुने अवस्थामा भण्डारीजी तपाईँका भाइलाई के चाहियो भने खानेपानी छैन सर कुलो त बनायौँ खानेपानी छैन ल युनिसेफको कार्यालयको छ अमेरिकनहरूलाई पठाइदिन्छु म त्यहीँ गरेर खानेपानी पुरा गऱ्यौँ अहिलेसम्म त्यही काम छ अब यो अहिले मैले नयाँ के देखेँ यो बहुदल आइसकेपछि फेरि यो म पञ्चायत व्यवस्था भुक्तान गरेको बिचमा म के भएको थियो 28 सालमा यो युवक सङ्घको जिल्ला कार्य समिति सभापति थिएँ म सभापति भएर काम गरेँ त्यसपछि अब यो लोकतन्त्र पञ्चायत व्यवस्था खत्तम भइसकेपछि लोकतन्त्रमा काङ्ग्रेसमा लागेँ काङ्ग्रेसमा लागिसकेपछि काङ्ग्रेसको उपसभापति भएर काम गरेँ महासमिति सदस्य बने र केही राम्रै होला भन्दाखेरि अहिले मैले छोटकरीमा भन्दाखेरि मैले के देखेँ त्यो शासनकालभन्दा पनि चर्को आगो बल्यो देशमा गाउँ भ्रष्टाचारमा देश डुब्यो मैले कस्तो के भेटाएँ प्रत्यक्ष 1 लाख रुपियाँ माथि केन्द्रदेखि तलसम्म घुस खाएर 10 लाख रुपियाँ योजना दिने व्यापार देखेँ मैले घिनलाग्दो भयङ्कर रूप लियो देशले अहिले अब छोटकरीमा भन्दाखेरि यो सरकार परिवर्तन भयो हुनुपर्ने थियो धर्मनिरपेक्ष भने मैले गजबको खेल के भने धर्मनिरपेक्ष देशमा अब अस्ति यो हाम्रो शाहजी प्रधानमन्त्री नियुक्ति गर्दा दिन 108 परमाणुले शान्ति देव शान्ति अन्तरिक्ष शान्ति पृथ्वी शान्ति रोग 108 बटुहरू आशीर्वाद किन चाहियो धर्म भन्ने के हो भन्दाखेरि धर्म भन्ने मानिसको गठबन्धन हो धर्म छाडा भएपछि त काम लाग्दैन त माता पिता सर्वा तीर्थ तिनै हुन् यहाँ फेरि लास्टमा अहिले म कुरा गरौँला धर्म छ सत्यता छ ईश्वर छन् मानिससँग त्यो यहाँ त अहिले कस्ता जन्मे त आगो अब भने अहिले हाम्रो ठुला बडाहरू छन् हाम्रो शेरबहादुरजी भए तासम्म अहिले विचार गर्दाखेरि त आमै त्यो कहाँ जाने होला त्यो पैसा कमाएर कहाँ जानु हाम्रो जीवन के हो मानिस भनेर हामी किन जन्म्यौँ मानिस भने अर्का सेवा गर्न जन्म्यौँ हामीलाई सम्पत्ति चाहिँदैन पैसा चाहिँदैन देशको प्रधानमन्त्री हुनु उनी धनाढ्य हुनु त्यो धरिरो कुन ठाउँमा जाने हो हाम्रो जन्मने र मर्ने कति छ आयो हामीले के लिएर जानु पाप र धर्म लिएर जानुपर्ने अरू केही छैन यो संसारमा
हामी मानिस किन जन्म्यौँ? मानिस भनेर हामी अर्कालाई सेवा गर्न जन्मेका मान्छे हौँ। भ्रष्टाचार गर्न, ठगेर खान, दुनियाँभर पैसा